हो सरकारको कानुनमा अन्त कसलाई केस लाग्छ कम मालिकलाई लाग्दैन गोविन्दगढलाई त्यसले किन हामीलाई यस्तो खेलवाड गरेको 2013 देखि हाम्रो पिएफ बुझाइदिएको छैन बुढेसकालमा के खानु हामी अहिले त्यही पिएफका लागि छोराछोरीले सब बुढी आमा बाबुलाई कतिको छोराछोरीले घरबाट निकालिसकेको छ वृद्धाश्रमतिर राखेको छ हामी बुढेसकालमा के खानु भन्नुहोस् नेपाली त बुझ्नुहुन्छ होला के खानु बुढेसकालमा अन्त हाम्रो पिएफका लागि हामी लडाइँ नगर्नु पिएफका लागि हामी पति अझै हामीलाई काम लगाउँदैछ हिँड्दैछ हामी काममा अझै हाम्रो अन्त अहिले पेन्सन खाने उमेरमा अझै कामै लगाउँदैछ हामीलाई हाम्रो बल बसेपछि दिनाले अन्त बुढेसकालमा हामी के खानु कहाँ जानु भन्नु पिएफ पनि पाएन भने छोराछोरीले निकाल्यो भने कहाँबाट जानु के छोराछोरीलाई हेर्छ भने कसैको यहाँ ग्यारेन्टी छ लेखापढी छ छोराछोरीको गति यही हुन्छ त कसरी हेर्छ उसको पेट पाल्नु सक्दैन छोराछोरी हुन्छ भनेपछि हामी बल बसेपछि हाम्रो यिनीहरूले लुटेर लगेर भोलिको दिनमा हामी दुख बिमार भयो भने चाहिँ कसले हेर्छ हेर्नुहोस् आज हामी यहाँनिर बत्ती रोक्नु आउँदाखेरि हामीले राम्रोसँग कुरा गर्दै मलाई प्रधानले तिम्रो अहिले म भोलि हेर्छु तिम्रो म तिम्रो मेरो पावर तिमीलाई भोलि देखाउँछ मलाई भोलिको दिनमा केही भयो अरे भने जिम्मा प्रधान हुन्छ मनिराज जुम्जन हुन्छ फ्यामिलीमा केही भने पुलिसहरु तपाईहरु हुनुहुन्छ तपाईहरुले हेर्नुस् हाक मलाई धम्की देखाएर पर्सनल धम्की दिएको छ उले भोलिको दिन मेरो घरमा छोरा छोरी चाहे मेरो आफन्त जसलाई पनि जे हुन्छ मनिराज जुम्जन प्रधान चाहिँ उ चाहिँ उयो हुन्छ जिम्मेवारी चाहिँ उ हुनुपर्छ किनभने उले प्रधान कोही देखाउँछ अरे मलाई भोलि म एउटा लेडी देखाउँछु उले प्रधान भएर मलाई त्यसो भन्नु हो हामीलाई फोन गरी उले भोट हाल्नु लगाएको हो मैले हालेको पक्का उलाई किन उठेन उ प्लेन लाइनबाट उसको गाउँबाट किन उठेन उ भेलाको पन्सी गाउँ गोदमधुराबाट किन उठ्यो किन उठे त उलाई मन पराउने मान्छे थियो र त्यहाँनिर उसको गाउँमा मन नपराएर चाहिँ उले हाम्रो गाउँलाई चाहिँ युज गरेको हो तर आजको दिनमा आएर मलाई भोलि हेर्छ अरे के हेर्छ मलाई अहिले हेर्नुस् न त हेर्नुस् यत्रो जानेको छौमा हेर्नुस् त त्यसलाई मर भन्छु एक्लै दुक्लैमा आएर भन्ने त्यसलाई चाहिँ नामर भन्छु म यहीँबाट च्यालेन्ज गर्छु भोलिको दिन मलाई केही भयो भने प्रशासनहरू यहीँ हुनुहुन्छ हेरिरहनु भएको छ भोलिको दिन मेरो घरमा केही पर्यो ओरे भने तपाईहरु सबै यो मान्छेले जिम्मेवार हुन्छ म यही भन्न भनेको उता प्रधानको सिटमा गएर बसेको हुनु पर्दैन उ बगानमा आएर मेलो लगाउने काम हो उसको प्रधान मान्छेको मेलो लगाउने काम हो मान्छेलाई मेलो लगाउने काम हो हस्पिटलको मान्छे आएर यहाँ मेलो लगाउने काम हो कति गर्ने टिप्छ प्रधानले यहाँ ऊ वीरेन्द्र भाइहरु यहाँ पार्टीको मान्छेहरु आएर यहाँ मेलोलाई धम्काएर प्रतिनिधिहरू भनेर जबरजस्ती गर्दैछ तपाईहरुले देख्नु भएको भएन भन्नुस् नेताहरु चाहिँ पति टिप्दैन है म भन्दैछु तपाईहरुलाई पछि झुटा पाउँछ हामी श्रमिकले पाउँछ आज हामी बाहिर जाँदै गरेको कति वर्ष गयो भन्नुस् त यत्रो वर्ष बाहिर गयो हामीले काम गर्यो त्यतिबेला हाम्रो दाजुभाइले हेरेलु भन्नुस् त
भन्दै थियो हिजो अस्ति खै त्यो दाजुभाइ आज उनीहरूले आएर हेर्नु त त्यहाँ धम्की लगा यहाँ श्रमिकलाई पत्ती टिप्नु लाउँछ के हो यो भन्नुहोस् त तपाईँहरूलाई हामीले के गर्नुपर्ने खदा लाउनु पर्ने हो कि माला लाउनु पर्ने हो कि लु भन्नुहोस् है तपाईँहरूलाई के गर्नु पर्ने हामी दिदी बहिनीले लम्बीकोले बेजेत गरे भन्नुहुन्छ आज एचबियुको भाइहरू आएर यहाँ आफ्नो हक र अधिकार खोदिँदैछ तपाईँहरूले आएर खोदिनु पर्यो हो त यो कुरो आज तपाईँहरू खोदिनु पनि हुँदैन आज सल्लाह बेगा तपाईँहरू रातोरात नोटिस टालेर पत्ती टिपाउनुहुन्छ चाहनु चाहिँ के चाहनुहुन्छ तपाईँहरू बुद्धिजीवीहरूले भन्नुहोस् त लम्बीको बुद्धिजीवीहरूले के चाहनुहुन्छ अनि यो हाम्रो जति पनि पहाडको नेताहरू बुद्धिजीवीहरूले चाहिँ के चाहिँ चाहनुहुन्छ लु भन्नु त श्रमिकलाई के चाहिँ चाहनुहुन्छ श्रमिकलाई के गर्नु चाहनुहुन्छ तपाईँले त्यो चाहिँ तपाईँहरूलाई प्रश्न छ है आज हक र अधिकारको लागि आज श्रमिकले भोट दिएर तपाईँहरूलाई यत्रो ठुल्ठुलो बनायो तर आज हक र अधिकारको लागि कोही अगाडि आएर बोलेको छैन हेर्नुहोस् है आज श्रमिकै अगाडि आएर लड्नु पर्ने खोज्नु पर्ने के दिनहरू आइरहेछ लु भन्नुहोस् त हरेक प्रशासनको एलसीहरूतिर चिठी दिइरहेको छ तर मलाई त यस्तो लाग्छ कि अब केही पत्तै नदिएको जस्तो लाग्दैछ मलाई चाहिँ अब हेर्नुहोस् लाग्दैछ तर अब त्यो हो या होइन म त जान्दिनँ हेर्नुहोस् है सोझो कुरा अब मेरो त म त पढा लेखा छैन तपाईँहरूलाई सोझो कुरा गर्छु तर म चाहिँ के